हाम्रो साथीलाई है म भेट्नु आएको थिएँ सिलगढी भेटेँ होइन धेरै खुसी लाग्यो धेरै मोटे छ पनि हाम्रो साथी हो यहाँ हाम्रो गाउँको हुनुहुन्छ दाजु सेफ रहेछ सेफ भएछ सिलगढी बसेर अब घर चाहिँ कहिले जाने हो है उहाँ दादाको नाम चाहिँ युवराज छेत्री एड्रेस चाहिँ अप्रेल ठिकै छ यहाँ ड्युटी के गर्नु म सेफी हो सेपे हो ल ठिक छ हाम्रो गोर्खे जातिमा पनि रहेछ गोर्खे साथी अनिल गुरुङ भन्दा यहाँ हाम्रो साथीले नि है अब काम प्रायः सिकिसक्नु भयो होला बिहा गरेर ठिक छ एउटा भन्दा काम प्रायः त साथीले सिकिसक्नु भयो होला होइन एकदमै कुन चाहिँ सेप चाइनिज ल ठिकै छ है कोसिस एकदम जारी छ मलाई खुसी लाग्यो भेटेर है अब आज चाहिँ म यहाँ साथीकोमै बस्ने छु यहाँ हाम्रो सबै भेटिहाल्यो है खुसी लाग्यो यहाँ हाम्रो साथी धेरै वर्ष बादमा भेटेको हाम्रो अशेष थापा भनौँ न अब साथी यहाँ हाम्रो अनिल साथी त मेरो भिडियोमा देख्नु भएको होला होइन अनि यहाँको सिलगढीको के कसो छ यसो साथी अहिले गर्मी चाहिँ पुरा छ तपाईँको गर्मी छ अहिले हजुर हो अहिले बाहिर निक्लिनु चाहिँ सक्दैन रोडमा चाहिँ हामी चाहिँ रुममै हो होइन अब घर कहिले फर्किने त अब दसैँतिर फर्किनुपर्छ ल ल साथी अब के अरे एक्लै चाहिँ नहौ है जोडी बनाएर हौ म यही भन्छु हो साथ राम्रै हो है हाम्रो साथीहरूलाई भेटेँ खुसी लाग्यो साथीभाइ म तपाईँहरूलाई यस्तै अब भिडियोहरू लिएर आउने छु यो भिडियो अन्तसम्म यसो हेरिदिनुहोस् होला है